सबैलाई नमस्कार। आज हामी एउटा यस्तो यात्रामा निस्कँदैछौँ जहाँ हामी ब्रह्माण्डको अनन्त विस्तारबाट सुरु गरेर हाम्रो सौर्यमण्डल हुँदै अन्तमा हाम्रो आफ्नै घर पृथ्वीसम्म आइपुग्नेछौँ। यो निकै रोमाञ्चक हुनेवाला छ। ल, सुरु गरौँ एउटा एकदमै आधारभूत प्रश्नबाट। यो यस्तो प्रश्न हो जसले मानिसलाई युगौँदेखि सोच्न बाध्य बनाएको छ। त्यो प्रश्न हो, यो विशाल अथाह ब्रह्माण्डमा आखिर हाम्रो ठाउँ कहाँनेर छ त? हो, यो प्रश्नको उत्तर खोज्न हामीले सबैभन्दा ठूलो स्केलबाट सुरु गर्नुपर्छ, मतलब पुरै ब्रह्माण्डबाट र त्यसभित्र रहेको हाम्रो ग्यालेक्सी आकाशगङ्गाबाट। ब्रह्माण्ड, यो शब्द सुन्दा के लाग्छ? वास्तवमा यो हामीले देख्ने नदेख्ने सोच्न सक्ने सबै कुराको संग्रह हो। तारा, ग्यालेक्सी, ग्रह, धुलो, सबै थोक। अनि यसको सुरुवात कसरी भयो भनेर अध्ययन गर्ने विज्ञानलाई भनिन्छ कस्मोलोजी। र यसको सबैभन्दा चर्चित सिद्धान्त हो बिग ब्याङ सिद्धान्त। यो बिग ब्याङ सिद्धान्त जर्ज लमेत्रले अघि सारेका थिए। उहाँको सिद्धान्त अनुसार हाम्रो ब्रह्माण्डको कथा सुरु हुन्छ लगभग 13.8 अर्ब वर्ष पहिले। सोच्नुहोस् त, त्यति बेला सबै कुरा एउटै सानो, एकदमै तातो र बाक्लो बिन्दुमा थियो। आज हामीले जे जति देख्छौं त्यसको सुरुवात त्यहीँबाट भएको हो। अब एउटा रमाइलो कुरा, हाम्रो सौर्यमण्डल जुन आफैमा विशाल छ त्यो पनि स्थिर छैन। यो त हाम्रो आकाशगङ्गाको केन्द्रलाई परिक्रमा गरिरहेको छ र एउटा चक्कर पूरा गर्न कति समय लाग्छ होला? 22 देखि 25 करोड वर्ष। हो, करोड वर्ष। यो समयलाई एक ब्रह्माण्डीय वर्ष वा कस्मिक इयर भनिन्छ। कस्तो